मान्य सदस्य ज्ञानेन्द्र बहादुर शाही, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, अब यो संसदको यो अर्को नियमित जो प्रधानमन्त्रीको जवाफ हामीले नियमित मागि नै रहेका छौँ, तर योभन्दा अलिकति पर जान मन लाग्यो। आज सम्माननीयज्यूलाई म अपिल गर्न चाहन्छु, संसदप्रति सरकार चाहिँ जवाफदेही हुने हो होइन, हुनुपर्ने हो या होइन। किनभने जुन आर्थिक विधेयक आयो यो संसदको सम्पत्ति हो। त्यो संसदको सम्पत्ति अर्थमन्त्रीज्यूले संसदमा पेशै नगरी भकाभक चेन्ज गर्नुहुन्छ, कसको स्वार्थमा? र अर्को सबभन्दा ठुलो कुरा सम्माननीय सभामुखज्यू, यो देश चाहिँ गाउँका किसान, मजदुर र सामान्य नागरिकले बिगारेका होइनन्। देशलाई कमजोर बनाउने काम चाहिँ सत्ता र शक्तिमा पुगेका तर इमान्दार नभएका र जवाबदेही नसक्ने मान्छेहरूले नै आजसम्म यो देश बर्बाद पारेका हुन्। आज म भन्न चाहन्छु, करका दर हेरफेर गर्ने, करका दर नियम गर्ने नियममा अहिले धेरै यहाँ अर्थमन्त्री भइसक्नु भएको मान्छे पनि हुनुहुन्छ, कसलाई थाहा हुन्छ? नेपाल सरकारका सचिवलाई पनि थाहा हुँदैन त्यो कुरा। त्यो सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिबाहेक अरूलाई थाहा हुँदैन। तर आज सूचना लिक भएर 753वटा गाडी केरला नाकाबाट भित्रिन्छ, 14 गते भन्सार पास गरिन्छ, 20 गते गाडी आउँछन्। अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो चुहावट चाहिँ कसले गर्यो? अनि सरकारले छानबिन समिति बनाउँछ, बडा गजबको। आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्नेतिर जान्छ। हामीलाई थाहा छैन बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ। सम्माननीय सभामुख महोदय,